यो फिल्म गाउँ विकास समितिले वार्षिक रूपमा आयोजना गर्ने बस्ती स्तरको सहभागितामूलक योजना तर्जुमा प्रक्रिया सम्बन्धी हो। यस्तो सहभागितामूलक योजना तर्जुमा मेरो बस्ती, तपाईँको बस्ती र हामी सबैको बस्तीमा हुनुपर्दछ। यसको उद्देश्य भनेको गाउँका आम नागरिक एवं अगुवा र सहजकर्ताहरूलाई जीवनस्तर उकास्ने कार्यक्रम पहिचान गर्न सहयोग गर्नु हो। यस प्रक्रियामा महिला, पुरुष, धनी, गरिब, प्रौढ र युवा सबैको अर्थपूर्ण सहभागिता हुने गर्दछ। यसले गाविसभित्र र बाहिर रहेका स्रोतहरू पहिचान गरी परिचालन गर्न सघाउ पुर्याउनेछ। यो स्थानीय निकायको सहभागितामूलक योजना तर्जुमा प्रक्रियामा रहेका 14 चरण मध्येको 5 चरण हो। यस फिल्मको माध्यमबाट बस्ती स्तरमा सहभागितामूलक योजना तर्जुमाको प्रक्रियालाई सृजनात्मक तरिकाले प्रयोग गर्न सहज होस् भन्ने अभिप्राय राखिएको छ। अब अर्को समयमा गएर थोरै 5 मिनेट जति हामी यो नेपालको हिमाल, पहाड, तराईका हरेक बस्तीमा बसोबास गर्ने तपाईं, हामी सबैको लागि सन्देश हो। यो यस्तो छलफल हो जहाँ नागरिकहरू एक आपसमा भेला भएर आफ्नो गाउँको अवस्था के छ, कस्ता कस्ता समस्या रहेका छन् र समाधानको लागि के गर्न सकिन्छ भन्ने बारे सहभागितामूलक छलफल गरी समावेशी योजना छनौट, आफ्नो आफ्नो बस्तीलाई राम्रो बनाउनको लागि स्रोतको पहिचान र छनौट भएका योजना कार्यान्वयनका लागि प्रस्तावना लेखन समेत सहभागितामूलक प्रक्रियाबाट हुने गर्दछ। दैनिक आफ्नो गुजारा पनि गरेका छौं नि त। पानी कति ठाउँमा चाहिन्छ नि त, बिहान उठेदेखि बेलुकासम्म हात मुख धुने, खाना पकाउने। यसमा सहभागितामूलक योजना तर्जुमा प्रक्रियाका वास्तविक अंशहरू समावेश गरिएका छन्। यसलाई हेरौं, केही सिकौं र यही प्रक्रियाबाट मेरो बस्ती, तपाईको बस्ती र हामी सबैको बस्तीमा अभ्यास गरौं अनि आम नागरिकको सहभागितामा सहभागितामूलक योजना तर्जुमा गर्ने प्रक्रियालाई कार्यान्वयन गरौं। बस्ती स्तरको सहभागितामूलक योजना तर्जुमा प्रक्रिया। बस्ती स्तरको सहभागितामूलक योजना तर्जुमाका प्रक्रियाहरू हेर्नु अगाडि एकपटक चरणहरूलाई हेरौं। 1. आफ्नो बस्तीको अवस्था, समस्या र समाधान। वास्तविक धनको मापन। 2. समावेशी योजना छनौट तालिका प्रयोग। 3 समूहमा छुट्टा छुट्टै मेट्रिक्स। 3. विस्तृत एवं योजनाको एकीकृत तालिका तथा प्रस्तावको छनौट, मेट्रिक्सको एकीकरण। 4. हाम्रो गाउँ सुधारका लागि स्रोत साधनको पहिचान, स्रोत नक्सा मापन। 5. स्रोत परिचालन र सहयोग निर्णय, स्रोत पहिचान। 6. योजनामा सहयोग मागका लागि प्रस्तावना एवं निवेदन लेखन। यी हरेक चरणमा नागरिकहरूको सक्रिय र अर्थपूर्ण सहभागिताको आवश्यकता पर्दछ। ल अब हेरौं शुभ नाम? हजुर, मेरो नाम धनमाया गुरुङ। अनि तपाईँ यहाँ आज किन आउनु भएको? डेनमार्कको सहयोगबाट हामी त्यो गरिबको रेखामुनि रहेकालाई अलिक केही के अरे हदसम्म हौसला दिएर अगाडि बढ्नको लागि हामी बढ्छ भन्ने आशा गरेका छौँ। के कार्यक्रम रहेछ? अनि त्यो बाख्रा पालनको छ भन्थे, त्यो तालिम प्राप्त गर्ने यहाँ
हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ ट्रायङ्गल समितिबाट 4 दिने तालिममा सहभागी हुनुभएका सहभागी मित्रहरूमा अभिवादन। यहाँको स्थानीय विकासको लागि चाहिँ विभिन्न स्रोत साधनहरू साथै यहाँको समस्या के हो त्यसको मूल पहिचान गरी त्यसलाई चाहिँ सही सदुपयोग गर्ने कुराहरूमा चाहिँ यहाँहरूले चाहिँ सहभागी जनाउनु हुनेछ र आफ्नो बस्तीको विकासको लागि चाहिँ यहाँहरूको चाहिँ सहभागी हुनेछ भन्ने आशा राख्दै सम्पूर्ण बस्ती स्तरका आमा बुबा दाजुभाइ दिदीबहिनीहरू चाहिँ पुनः स्वागत गर्दै म बिदा हुन्छु। चरण 1 आफ्नो बस्तीको अवस्था, समस्या र समाधान, वास्तविक धनको मापन। यस चरणमा नागरिकहरू एक खुल्ला स्थानमा भेला हुन्छन् र चित्रमा भए जस्तै आफ्नो बस्तीको अवस्था, त्यहाँ भएको समस्याको पहिचान र त्यो समस्याको समाधान हामी कसरी समाधान गर्न सक्छौं भनेर एक आपसमा छलफल गरी जीवन स्तर सुधारका लागि योजना बनाउँछन्। यो स्रोतहरू पहिचान गरेर योजनाको विकास गर्ने र सबैलाई लाभ पुग्ने खालको योजना कार्यान्वयन गर्नुपर्छ भन्ने सन्दर्भमा यहाँहरूलाई पनि केही सिकाइ पनि होस् र यहाँहरूले अभ्यास पनि गर्नुहुन्छ, काममै संलग्न हुनुहुन्छ र वास्तविक काममै संलग्न भएर अनि त्यसपछि हाम्रो आज गाउँको योजनाहरू छनौट गरेर कहाँ पेश गर्ने भन्ने कुरा चाहिँ पत्ता लगाउनको लागि यहाँहरूको बिचमा हामी उपस्थित भएका छौँ। यस अन्तर्गत छलफलका विषयहरू ज्ञान र सिप, प्रवृत्ति, व्यवहार, भावना, प्राकृतिक सम्पदाहरू, भौतिक संरचनाहरू, सेवाहरू र अर्थ हुन सक्छन्। एकैछिन हेरौँ यिनीहरूको विषयमा कसरी छलफल हुँदैछ। सबैले मिलेपछि हैन, यहाँ दिदी पनि दाइ पनि सबैले मिलेर सबै कुरालाई के कस्तो अवस्था छ, यहाँ के समस्या छ सबै छलफल गरेको कुरा आउन सक्दैन। त्यति बेला त आमा गाउँ विकास हुन चालिन सक्छौ। त्यो सबै कुरा हामीले जानकारी भएपछि एउटा ग्रुप बनाउँदा हुन्छ त। 3वटा समूह बनाऊ होला है त? हुन्छ। भएर सबैजनाको हाम्रो भावना, विचार, बानी व्यवहार, आनी बानी सबैको फरक छ कि छैन? हाम्रो गाउँमा छ। कसैको हाँस्ने बानी छ, कसैको रिसाउने बानी छ, कसैको झगडा गर्ने बानी छ, कसैले कुनै कुरालाई सही ढङ्गबाट लिने बानी छ, कसैले केही भन्यो भने हाम्रो त्यस्तो सोचाइहरू हाम्रो गाउँमा छ कि छैन? लौ, यहाँ त आफ्नो बस्तीमा सञ्चालन गर्ने योजनाको लिस्ट तयार पो भइसकेछ त। यसो भने अब अर्को चरणमा प्रवेश गरौँ है त। समावेशी योजना छनौट तालिका प्रयोग। 3 समूहमा छुट्टा छुट्टै मेट्रिक्स। आफ्नो बस्तीको अवस्था, समस्या र समाधान, वास्तविक धनको बारेमा छलफल पश्चात जीवन स्तर सुधारका लागि पहिचान भएका योजना कतिको प्रभावकारी छ वा फाइदा हुन्छ भनेर बस्तीका नागरिकबाटै छनौट हुनु जरुरी छ। यस चरणमा तालिका र चिन्हको परिचयसँगै आफूले पहिचान गरेको योजनाको प्रभावकारिता मापन गर्नुपर्दछ। तर यहाँ सो तालिकाको प्रयोग गर्नु पूर्व समूहको परिवर्तन भई एक समूहले अर्को समूहमा पहिचान भएका योजनाको बारेमा जानकारी लिने, दिने र त्यही बसेर ती योजनाको सावधानीपूर्वक योजनाले धेरै नागरिकलाई फाइदा पुग्छ कि, औसत नागरिकलाई फाइदा पुग्छ कि वा कम नागरिकलाई फाइदा पुग्छ भनेर यी चिन्हहरूको प्रयोग गर्दछन्। यहाँ आफ्नो समूहमा बसेर सावधानीपूर्वक योजनाबाट बस्तीका जनतालाई कतिको फाइदा पुग्छ भनेर विश्लेषण गर्ने कार्य बडो रमाइलोसँग सम्पन्न भयो। अब यसलाई अर्को चरणमा
के गर्दछन् हेरौँ है त। अब योजना छान्नु पर्ने तपाईको हातमा जति छ त्यो योजना सबै राख्दै जानु यहाँ मेलै सिधै यतापट्टि। अब अर्को कुरो यहाँ तलतिरपट्टि के छ फेरि यहाँ यसरी देखाएको छ नि यो के छ यहाँ कसले फाइदा हुन्छ त? अब तपाईको गाउँमा को बस्छन्? महिला को हुनुहुन्छ? बालबालिका नभएपछि के फाइदा? होइन फाइदा होइन। अर्को वृद्ध पनि छैन कि कोही बुढाबुढीहरू कोही पनि छैन छन् ए यहाँ अर्को के छ विपन्न गर्नुभएको योजनाहरू के काम गर्नुपर्छ यहाँ भनेर जुन हाम्रो लेखिसकेको छौँ। अब हुनुहुन्छ महिला पक्कै हुनुहुन्छ होला, बालबालिका पनि छ, दलित छ कि छैन त्यहाँ हाम्रो समुदायमा? दलित पनि छ। अब जनजाति छ कि छैन? त्यसलाई जति खुवाए पनि थोरै थोरै बढ्छ कि। अब उन्नत जातको भनेपछि ठुलो जातको लागि हातले टाँस यस भेरी गुड ल एकजना राख्नु अनि त्यस तीनटा देख्नु भएको छ यहाँ बालबालिका कस्तो कस्तो छ ल भनिदिनु त उहाँ टोपी लगाएको बुवाले फाइदा भएन भने फाइदा मलाई यो योजना महिलाको लागि यो योजना भए पनि ठिकै छ नभए पनि ठिकै छ के भएर एउटामा तपाईहरुले सिकाउँछु है। अनि किन चाहियो महिलालाई चाहिने बजार व्यवस्थापन किन चाहियो र महिलालाई कसरी बनाउने होला यो परेको नि उदाहरण मात्र महिलाको दिएको है फेरि सबैको लागि अनि हो यो त बजार व्यवस्थापन महिलाको लागि अति आवश्यकता छ हुनै पर्छ बजार व्यवस्थापन महिलाको लागि भन्यो भने यो प्रयोग गर्ने यो नम्बरहरु पनि हाँसेको छैन के गरिबले झनै पर्नु पर्छ ल तेलहरु पहिला त अहिले हामी चरण 3 विस्तृत एवं योजनाको एकीकृत तालिम तथा प्रस्तावको छनौट मेट्रिक्सको एकीकरण। यसरी आफ्नो समूहमा छनौट भएका योजनालाई तालिकामा राखेर आफ्नो बस्तीमा उक्त योजनाले धेरैलाई फाइदा पुग्छ कि औसत फाइदा पुग्छ वा कमलाई फाइदा पुग्छ भनेर यी चिन्हहरू राखिसकेपछि समूहगत रूपमा छुट्टा छुट्टै तयार भएका तालिकालाई एकीकरण गर्ने, दोहोरिएको भए हटाउने र सच्याउने, साथै सबैको सहमति भइसकेपछि सहभागीहरूबाटै योजनाको अङ्क मापन गरी त्यसलाई अन्तिम रूप दिने कार्य यस चरणमा गरिएको छ। बनाएनौं र बनाइसक्यौं भनिसकेपछि अब हामीले अब यो कसको योजना कसको योजना कसले बनाएको कसका लागि बनाएको यस्तो राखेका ठा यस्तो पो राख्न पर्ने थियो कि यो राखेका ठा हाँसेको राखेका ठा यो पो राख्न पर्ने थियो कि एकचोटि यहाँहरूले हेर्नुहुन्छ। साबुन बनाउने चाहिँ काम बालबालिकाका लागि फाइदा पो होइन कि ऊ पढ्न जाने बेलामा साबुन बनाउनको लागि उसलाई के फाइदा? साबुन हुन सक्छ नि ओहो यहाँ त यस्तो यस्तो नराख्न पर्ने हो यस्तो राख्न पर्ने हो त्यस्तो बेलामा के नचाहनेर पनि रोएको राखेको बेरोजगार अब नयाँ कुरो सिक्न नचाहने त्यतिकै अब हिँड्नेहरू पनि त हुन्छ नि त्यस्ताहरूले त अब रोजगारी पनि पायो नि पैसाले ए हो र अनि उहाँहरूले नै सोध्नु त उनीहरूसँग केही सिप पनि छैन त्यतिकै बजारतिर जाने दिनभरि क्यारम खेलेर घरमा राति बेलुका हुँदाखेरि खाना खान फर्किनेहरू पनि त छन् नि होइन। त्यो वृद्धाश्रम भनेको सबैले चाहिने कुरो चाहिँ होइन त्यसको हेरचाह गर्ने मान्छे नभएको मान्छेको लागि मात्रै हो त्यसकारण ठिकै भइदियो भने चाहिँ हुन्छ। दलितको पनि वृद्धहरू पनि हुन्छन् दलितको पनि त्यस्तो असहाय वृद्धहरू त हुन सक्छन् हुन्छ नि त त्यसकारण यो रोएको भनेको चाहिँ यो पक्कै हुँदैन जस्तो लाग्यो मलाई। कति दिन्छौ अरे 3 नम्बर दिन्छौ यस्तो 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 हाँसेकोलाई हामीले 3 नम्बर दिन्छौ हुन्छ। यहाँ दुईटा चिन्ह दुईटा ताराहरू छन् हैन त यो दुईटा हाम्रो केमा परे यो दुईटैको बराबर नम्बर आएको हुनाले यसलाई हामीले 1-1 नम्बर दिन्छौँ हो। यो 1.35 कतै छ कि ल 34 छ हो। अब 34 मा के छ
प्रयत्न गरे गरे हो चरण 4 हाम्रो गाउँ सुधारका लागि स्रोत साधनको पहिचान, स्रोत नक्सा मापन। अघिल्लो चरणमा नागरिकहरूको सहभागितामा धेरै नागरिकहरूलाई फाइदा पुग्ने योजनाको छनौट त भइसक्यो। अब ती योजनाहरू कतिपय नागरिकहरू आफैले वा बस्तीबाटै गर्न सकिने त कतिपय योजनाहरूका लागि बाह्य स्रोतको समेत आवश्यकता पर्दछ। नागरिकहरूलाई यहाँ स्रोतको बारेमा पहिला जानकारी हुनुपर्छ। त्यसका लागि हेरौँ है त नागरिकहरूले स्रोत पहिचानका लागि गरेको प्रयास अर्को चरणमा। पैसा हो, त्यो पैसा आउने जुन ठाउँ हुन्छ, जुन आउने बाटो हुन्छ, त्यसलाई चाहिँ हामी स्रोत भन्छ। जस्तै हामी के गर्छौँ, तरकारी रोप्छौँ होइन, गोलभेडा रोप्छौँ। यसरी अभ्यास गर्दा नागरिकहरूलाई हाम्रो गाउँमा कहाँ कहाँबाट स्रोतहरू आउँदो रहेछ भनेर पत्ता लगाउन धेरै सजिलो हुने रहेछ। चरण 5 स्रोत परिचालन र सहयोग निर्णय, स्रोत पहिचान। चरण 4 मा नागरिकहरूले खुलेर स्रोतहरू के हुन् र कुन कुन आन्तरिक स्रोत हो र कुन बाह्य स्रोत हो भनेर छलफल भयो। स्रोत होइन होला र यस चरणमा माथि चरण 3 बाट नागरिकहरूले बस्तीमा बढी फाइदा पुग्ने भनेर प्राथमिकीकरण गरेको योजना कुन स्रोतबाट कार्यान्वयन गर्ने गराउने भनेर पत्ता लगाउँदैछन्। सधैँ सरकारको मात्र मुख ताक्ने र सबै कार्यका लागि बाहिरको पैसा मात्र चाहिन्छ भन्ने नभएर आफैले पनि गर्न सक्ने काम धेरै हुँदो रहेछन्। अब केही आफैले गर्न नसक्ने र बाह्य सहयोग चाहिने योजनाको सन्दर्भमा सहयोग मागका लागि प्रस्ताव निर्माण समिति बनाई परिचालन गर्नका लागि सहजकर्ताले नागरिकहरूलाई सहजीकरण गर्नुपर्ने हुन्छ। पाउँछौ नि हैन? हो, यो पनि हाम्रो गाउँको के रहेछ त, हाम्रो बस्तीको एउटा स्रोत। यो सबैजनाले हाम्रै स्रोत। चरण 6 योजनामा सहयोग मागका लागि प्रस्तावना एवं निवेदन लेखन कार्य। यो चरण भनेको बस्तीका नागरिकहरूले प्रस्ताव तयार गर्न सर्वसम्मत रूपमा जिम्मेवारी दिएका केही नागरिकहरूले तयार गर्न पनि सक्छन् वा बस्तीमा सामूहिक रूपमा बसेर प्रस्ताव तयार गर्न सक्छन्। यसरी तयार गरिएका प्रस्तावहरूमा बस्तीका सबै नागरिकहरूले प्रमाणित गरी वडा नागरिक मञ्च मार्फत एकीकृत योजना तर्जुमा समितिमा पठाउने गर्दछ। पनि योजना गाविसमा जानुपर्ने योजना गाविसमा र यो हाम्रो वडा नागरिक। यसपछिको पाटो भनेको नागरिकहरूले योजना स्वीकृति नहुने बेलासम्म नियमित रूपमा वडा नागरिक मञ्च, गाविसको कार्यालय र एकीकृत योजना तर्जुमा समितिमा भेटघाट र योजना छनौटको कुन चरणमा पुगेको छ भनेर सोधपुछ साथै योजना छनौटका लागि सकारात्मक सहयोग गर्नु जरुरी हुन्छ। त्यो वडा नागरिक मञ्चमा जाने वातावरण तयार गर्दैछौँ। अब त्यसको लागि एउटा समिति बनाउँछौँ। अब समिति चाहिँ हाम्रो यो ट्रायङ्गलको एउटा समिति छ हैन, त्यो समितिको अध्यक्ष चाहिँ अध्यक्षमा रहेर अरू सदस्यहरू चाहिँ हैन, अरू यहाँको महिला एकजना र अर्को पुरुष एकजना गरेर चाहिँ हैन 3 जनाको समिति बनाउँछौँ, उपसमिति बनाउँछौँ। यो चाहिँ प्रस्ताव लाने कहाँ लान्छौँ यो प्रस्तावलाई। यो प्रस्ताव पुरै अब हुन्छ भनेर ढुक्क गर्ने बेला छैन, यसलाई ताकेता गर्नुपर्ने छ नि त, उपसमिति भन्छ। त्यो उपसमिति हाम्रो यो ट्रायङ्गलको अध्यक्ष चाहिँ चन्द्रबहादुरजी हुनुहुन्छ हैन, उहाँको संयोजकत्वमा 3 सदस्यीय उपसमिति बनाउने। अब उपसमितिको लागि गर्नुहोस्, उपसमिति 3 जनाको बन्छ, उहाँ अध्यक्ष हुन्छ। अब अर्को एकजना महिला सदस्यको तपाईँहरूले नै नामावली दिनुहोस् न, तपाईँहरू मार्फत नै।
तर्जुमा प्रक्रियामा सहभागी भएका नागरिकहरू के भन्छन् त हेरौँ है। आजको कार्यक्रमबाट चाहिँ मैले जुन ओडामा गाविसबाट अथवा कुनै पनि कार्यक्रमबाट ओडामा जुन भौतिक निर्माण लगायत अरू विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दाखेरि पहिला चाहिँ स्थानीय स्तरबाट सबैले भेला गराएर भेलामा जुन त्यो स्थानीय स्तरमा कुन कुराको बढ्ता आवश्यकता छ त्यसलाई चाहिँ छनौट गरेर प्राथमिकताको आधारमा कार्यक्रम सञ्चालन गर्नु पर्दो रहेछ भन्ने कुरा थाहा पाइयो। पहिला हामीलाई चाहिँ यो गाविसमा यस्तो कार्यहरू गर्नुपर्छ, यस्तो गर्नु सहभागी हुनुपर्छ भन्ने कुरा हामीलाई थाहा थिएन। आज सिक्यौँ। पहिला यस्तो कार्यहरू गर्दाखेरि यस्तो मान्छे समुदायका मान्छेहरू भेला हुँदैन थियो। आजभोलि भेला आज चाहिँ भेला गरिदिनु भयो तपाईँहरूले, राम्रो लाग्यो। अनि गाविसको यस्तो कार्यहरू गर्दाखेरि समुदायका बुढा बाजेहरू अनि आमा बुबाहरू दिदीबहिनीहरू भेला गर्नुपर्दछ भन्ने कुरा हामीलाई पहिला चाहिँ थाहा थिएन। मैले चाहिँ यो कार्यक्रमबाट आज चाहिँ धेरै कुरा चाहिँ सिक्ने अवसर पाएँ, किनकि चाहिँ हाम्रो यो आर्थिक अवस्थाका चाहिँ स्रोतहरू हाम्रै चाहिँ गाउँठाउँ, हाम्रै चाहिँ परिवेश, हाम्रै चाहिँ एरियामै रहेछ भन्ने कुरा चाहिँ थाहा पाइयो। इफ म पहिलाको चाहिँ छनौट प्रक्रियामा त म थिइनँ होला है। त्यसो हुँदाखेरि चाहिँ मलाई जो आजको चाहिँ छनौट प्रक्रिया थियो यसलाई चाहिँ एकदम बेस्ट भन्छु। यो कार्यक्रमबाट अब योजनाहरू कसरी माग गर्नु पर्दो रहेछ र हामीले चाहिँ योजना गर्दा के छ को ध्यान दिनु पर्दो रहेछ त्यो कुराहरू सबै हामीलाई चाहिँ ज्ञान भयो। धेरै राम्रो लाग्यो यो विधिबाट, सबैको कुरा चाहिँ सुनिने र सबैको चाहिँ बहुमतबाट चाहिँ कदर भएकै नै चाहिँ योजना चाहिँ हुँदो रहेछ भन्ने कुरो बल्ल चाहिँ आजबाट चाहिँ यस योजनाबाट हामीले थाहा पायौँ। धेरै कुराहरू पाएँ भन्नु पर्यो है। अब योजना तर्जुमाहरू गर्दाखेरि कसरी चाहिँ सबै समूह बसेर छलफल गरेर अनि कुन कुरा कुन ठाउँमा सम्बन्धित ठाउँमा चाहिँ कसरी पेश गर्ने भन्ने कुराहरू चाहिँ सिक्यौँ। आज चाहिँ त्योभन्दा अलि चाहिँ राम्रो लाग्यो एकदम। यो तरिकाबाट चाहिँ अब सम्पूर्ण जनताहरूमा चाहिँ समूहको मान्छेहरूमा चाहिँ सबै कुराहरू छलङ्ग राख्न पाउने अनि हामीले चाहिँ कसरी चाहिँ त्यो कुरालाई हामीले माग गरेर अनि कसरी चाहिँ आफ्नो समूहमा चाहिँ सञ्चालन गर्ने भन्ने कुरा चाहिँ यसको लागि हामी आफै अब त्यो समिति बनाएको भएर त्यहीँबाट पैसा लिएर चाहिँ उठाएर त्यहीँबाट यसरी सम्पन्न यी 6 चरण र यसको प्रयोग विधिको कार्यान्वयन सम्बन्धमा आस्क नेपालका कार्यकारी निर्देशक हरिप्रसाद ढकालको टिप्पणी। हामीले गाविसका स्रोत, गाविसमा आउने रकमहरू अनि त्यस्तै गरेर अन्य क्षेत्रबाट समेत गाउँ विकास समिति गाउँका नागरिकहरूलाई चाहिँ प्राप्त हुने रकमहरूलाई परिचालन गर्ने सन्दर्भमा कसरी परिचालन गर्ने भन्ने कार्यक्रमहरू प्रवर्धन गरिरहेका छौँ र यसका लागि हामीलाई केही प्रक्रियाहरू अथवा केही तरिकाहरू चाहिन्छ र त्यो सजिलो तरिका जो गाउँमा चाहिँ कतिपय अशिक्षित पनि हुन्छन्, कतिपय नजान्ने नबोल्ने खालका पनि हुन्छन्, उनीहरूका लागि चाहिँ गाउँ विकास समिति र अन्य क्षेत्रबाट आउने स्रोतलाई कसरी परिचालन गर्ने भनेर पहिचान गर्ने एउटा माध्यमको हामीले विकास गरेका छौँ र त्यो माध्यम भनेको हाम्रो 6वटा विभिन्न चरणहरू पार गर्नुपर्छ। जस्तो हाम्रो वास्तविक धनको बारेमा पहिचान गर्ने र सँगसँगै त्यो पहिचान गरिसकेपछि त्यहाँबाट परियोजनाहरू पहिचान हुन्छ, समस्याहरू पहिचान हुन्छ र त्यसलाई चाहिँ त्यसरी पहिचान भएका समस्याहरू सबैभन्दा धेरै नागरिकहरूलाई चाहिँ फाइदा पुग्ने योजनाहरू छनौट गर्ने सन्दर्भमा चाहिँ यिनीहरू महत्त्वपूर्ण हुन सक्छन् र त्यो छनौट गर्ने प्रक्रिया विधिहरू चाहिँ हामीले विकास गरेका छौँ र सजिलै सबैको सहभागिता, त्यहाँ दलित, त्यहाँ गरिब, त्यहाँ विपन्न, त्यहाँ धनी, त्यहाँ सबै प्रकारका चाहिँ नागरिकहरू, महिला पुरुषहरूको चाहिँ सहभागिता हुने गर्छ र त्यो सहभागिताका लागि चाहिँ यो खालको हामीले विकास गरेका छौँ। अन्त्यमा यो एक प्रजातान्त्रिक लोकतान्त्रिक प्रक्रियाद्वारा सहभागितामूलक सबैले आफ्नो धारणा र भावना समान रूपले राख्न पाउनु भएको र सबैले अपनत्व स्वीकारेको योजना तर्जुमा गर्ने अभ्यासमा सहभागी हुन भएको सबैलाई बधाई र धन्यवाद।